महानगरपालिका 16 बिलुवा 12 का भाइ अमृत कुमार सेना बीच आज पवित्र बिहा हुन गइरहेको छ। नानीलाई उहाँको आमाले आफ्नो बिहा ल्याउनुहुनेछ। दिदीले यहाँ बुझ्यो हामी आजको समय Thank you.
हामी गर्न सक्छौँ तर हामीले जति गर्न सक्छौँ हामी आफ्नो गाउँमा एउटा भएर चाहिँ प्रभुलाई आदर गर्दै उहाँको आराधना गर्नेछौँ। हालेलुया। प्रभुलाई धन्यवाद भएको आजको सुन्दर दिन दिनुभयो। कति वर्षदेखिको प्रतीक्षा है अनि आज चाहिँ प्रभुले यो शुभ दिन चाहिँ हाम्रो माझमा दिनुभएको छ अनि हामी खुसी छौँ। आज यो विवाहको महोत्सवमा हामी यसरी भेला हुन पाउँदा सबै खुसी सबै उमङ्ग सबै हर्ष चाहिँ हाम्रो प्रभुबाट आएको। आमेन। अनि हामी आफ्नो शक्तिमा आफ्नो बुद्धिमा मनमा हामी केही पनि गर्न सक्दैनौँ। हाम्रो प्रभुको अनुग्रहले चाहिँ हामीलाई हाम्रो जीवनमा खुसी आनन्द हरेक कुराहरू चाहिँ प्रभुले दिनुहुन्छ। आमेन। सुपिने हो त हेर्छन् मन्जुरी भएको कुरा भयो है त उहाँ दिइसक्नुभयो। धन्यवाद। उहाँलाई चाहिँ म अगाडि बस्न अनुरोध गर्न चाहन्छु। धन्यवाद। पहिलाको केटाकेटी लाज मान्थे अहिले त यसो हेर्दा त मुसु मुसु हाँसिरहेको छ। यसरी पुग्न जानेको छु म त। जानुको लागि प्रभुलाई महिमा होस्। अब चाहिँ म यहाँ बिचमा छैन त्यो पनि हाततिर लगाइहालेँ केटाकेटी सोध्न भुलेछु। अब सोध्न पर्ला नि। अब चाहिँ म तपाईँलाई सोध्दैछु के तपाईँको अगाडि उभिएको स्त्री नानी दिलकुमारी बुढालाई तपाईँले विवाहित पतिको रूपमा स्वीकार्न तयार हुनुहुन्छ? तयार छु। तयार हुनुहुन्छ? नानी दिलकुमारलाई सोध्दैछु नानीलाई के तपाईँको अगाडि उभिएका यी पुरुष अथवा यी बाबु हाम्रो बाबु अमृत तिमल सिन्हालाई तपाईँको विवाहित पतिको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? तयार हुनुहुन्छ? कति छिटो भने मबाट छिटो भनिहाल्नु। छिटो उहाँहरू बोल्नु भयो। अलिकति चाहिँ गम्भीर भएर नाचेर स्वीकार गर्छु भने छिट्टो भनिहाल्नु। धन्यवाद। आत्या हो ल प्रभुलाई गइरहोस्। अब चाहिँ हामी अझै अगाडि बढ्ने मौका पाइयो। एकजना हाम्रो गुरुबाले भन्नुहुन्थ्यो अबका अनुभूति पाएँ
अब चन्द्रिया बाबु इन्द्रिया आए पनि म गर्ने छैन, अगाडि बढ्दैछु भने मैले अनुमति पाइसकेँ। म डरान्न अब भन्छु, त्यस्तै अब अनुमति पाइहाल्यो, केही छैन। साथीभाइहरूलाई अब चाहिँ अगाडि बढ्दैछु। अब बाबु अमृत विमल सिन्हाले म सोध्दैछु है त। अनि तपाईँ दिलकुमारी बुढालाई मेरो वैवाहिक पत्नीको रूपमा स्वीकार गर्दछु। म तपाईँले यो भनेर भन्दैछु, उहाँले यो भन्नुहुनेछ है त। यसरी म भन्दैछु है त। ल अब हजुरले भन्नुहोस् है, भन्नुहोस्। म अमृत तिमल सिन्हाले तपाईँ दिलकुमारी बुढा मगरलाई मेरो वैवाहिक पत्नीको रूपमा स्वीकार गर्दछु। जीवनको हरेक अवस्थामा सधैँ तपाईलाई मात्र साथ दिनेछु, प्रेम गर्नेछु, वास्ता गर्नेछु, सान्त्वना दिनेछु, आदर गर्नेछु, हेरचाह गर्नेछु, सुखमा दुःखमा, प्रशस्ततामा, गरिबीमा, मृत्युले नछुटाएसम्म बाँचुन्जेल तपाईको मात्र हेरचाह गर्नेछु। आमेन। अब म यसै गरी उहाँले यो कुरा स्वीकार गर्छु। अब चाहिँ म फेरि अर्को करारमा जाने नानी दिलकुमारी तयार छौँ। म दिलकुमारी बुढा मगरले तपाईँ अमृत तिमल सिन्हालाई मेरो विवाहित पतिको रूपमा स्वीकार गर्दछु। जीवनको हरेक अवस्थामा सधैँ तपाईलाई मात्र साथ दिनेछु, प्रेम गर्नेछु, वास्ता गर्नेछु, सान्त्वना दिनेछु, आदर गर्नेछु, सुखमा दुःखमा, घटीमा अभावमा, प्रशस्ततामा, गरिबीमा, मृत्युले नछुटाएसम्म बाँचुन्जेल तपाईँको मात्र हेरचाह गर्नेछु। आमेन। परिपक्व हुनलाई अब चाहिँ हामी औँठी ल्याएर अगाडि विशेष यो औँठी चाहिँ विवाहको इसाई समुदायको चाहिँ विवाहको यो करारको औँठी हो। जसरी यो औँठी सुनलाई एउटा खारिएर एउटा शुद्ध धातुको रूपमा प्योर एउटा सुन एउटा धातुको रूपमा चाहिँ प्रस्तुत हुँदछ। त्यस्तै गरिकन अनि एकार्कामा हामी पवित्र छौँ। हाम्रो नानीलाई बाबु अब हाम्रो अमृत बाबुले अमृत तिमल सिन्हाले चाहिँ नानी दुलाईलाई साइले औलामा र नानी दिलकुमारले फेरि अमृत बाबुलाई साइले औला अनि त्यो अनि त्यसमा तपाईँ तालिम होला र
हातमा लगाउने रे यसो हात तानेर खान्छ बाबुको दुलाको भाइ हातमा धन्यवाद छ ताली पनि बुझ्छ काम गर्छ अब चाहिँ अब चाहिँ कोही ठाउँको माला लगाउने चलनहरू छ पनि पक्का चिनो पनि भइसक्यो है करार पक्का गर्नलाई चिन्ह पनि भइसक्यो अब चाहिँ म हात समेत म घोषणा गर्छु है त आज यहाँको सबैको शक्तिमा परमेश्वरको उपस्थितिमा र धर्मगुरुको उपस्थितिमा र जति पनि हुनुहुन्छ प्रभुको रगतले किनेका पवित्र आत्माको छाप लागेका भएन भएका सबै परमेश्वरको जनहरू र परमेश्वरको सृष्टि भएका जति पनि सबै हुनुहुन्छ उहाँहरूको साक्षीमा है त हामी आज यो विवाहलाई यो विवाह करारलाई पक्का भएको हामी घोषणा गर्नेछौँ किनभने विभिन्न चिन्हद्वारा सबै हामी गरिसक्यौँ अब चाहिँ म त्यो गर्नेछु र आज अमृत सिन्हा र नानी नीलकुमारी बुढा मगरलाई पिता परमेश्वर पुत्र परमेश्वर पवित्र आत्मा परमेश्वरको नाउँमा श्रीमान र श्रीमती भएको घोषणा गर्दछु उहाँलाई परमेश्वरले मिलाउनु भएको अब कसैले आमेन हुन्छ धन्यवाद अब हामी धर्मगुरुहरू हाम्रो नरेन्द्र बराल दाई हाम्रो गुरुआमा आमा सरहरू हजुर अगाडि बढ्नु हाम्रो पास्टर अनि हाम्रो अति श्याम पनि आउनु न पास्टर को हुनुहुन्छ पास्टर आइदिनु है त गुरुआमा पनि आउनु सबैको छ उनीहरू गीत पनि गाउने लैजाने कुरा भएको
अब उहाँले सँगै बाल्नुभयो सँगै काट्नुहुनेछ कति राम्रो सुहाएको हेर्नु सँगै काम गरेको कति राम्रो सुहाएको अब एकले अर्कोलाई सँगसँगै खुवाउने खाने गर्नुहुँदैछ प्लेटमा हालेर खुवाउने हो कि के हो त्यो थाहा छैन अलिक बस्ती खाने मन गरेछ जस्तो लाग्यो भगायो कि जस्तो लाग्यो काटेर हालेर खुवाउँदा हुन्छ दिलले अमृतलाई अमृतले दिललाई हाँसेर सँगै काटेर सँगै खुवाउने एकदमै आजबाट दैवाजी घरमा आउनुपर्ने हो धेरै बस्यौँ धेरै हेऱ्यौँ भोक त लागिरहेछ तर पनि नाचो हेरौँ है कस्तो